धन्यवाद परमेश्वर हजुरलाई। यो नारायणीको तीर अहिले यस्तो तत्पन्डन गरेर कमरेड रेणु दाहालले जे भयो नि गर्नुभएको छ। चितवनको मुहार फेरिदिनु भएको छ। हेर्नुहोस् त, पहिला यही ठाउँ कति डरलाग्दो थियो, हेर्नुहोस् त अहिले नारिनीलाई तटबन्धन गरिदिएर होइन एकदम राम्रो गर्नुभएको छ कमरेड रेणु दाहालले, नेकपा माओवादी कमरेड रेणु दाहालले। हेर्नुहोस् होइन कति राम्रो बनाइदिनु भएको छ। सबै जनता उहाँप्रति एकदम खुसी होइन, राम्रो छ। हेर्नुहोस् त, अब यहाँबाट पनि बाटो पनि होइन तिरकै बाटोबाट एकदम राम्रो खोलिदिनु भएको छ। हेर्नुहोस् त कति, हेर्नुहोस् त यस्तो राम्रो नारायणीको सेरोफेरो यस्तो राम्रो बनाइदिनु भएको छ। उहाँलाई होइन हृदयबाट सल्युट छ कमरेड रेणु दाहालप्रति। हेर्नुहोस् त, यो त पानीको सर्वे पो रहेछ पानीको। भोलि पर्सि सिँचाइको लागि पनि सहिलो होस् भनेर हेर्नुहोस् त कस्तो राम्रो बनाइदिनु भएको छ। पानी जाने ठाउँ पनि एकदम बनाइदिनु भएको छ। त्यही भएर उहाँप्रति हामीले सल्युट गर्नुपर्छ, किनकि उहाँले सिँचाइको लागि पनि एकदम राम्रो गरिदिनु भएको छ कमरेड रेणु दाहालले। हेर्नुहोस् त, यस्तो राम्रो बनाइदिनु भएको छ उहाँले होइन। क्या दामी बनाउँछ यो त, पाइप हालेर उ गरेर रहेछ क्या, उता यताबाट पानी उता सिँचाइको लागि। हेर्नुहोस् त कस्तो राम्रो बनाइदिनु भएको रहेछ कमरेड रेणु दाहालले। रेणु दाहालप्रति पनि हाम्रो सल्युट छ उहाँलाई होइन। पाइप हो क्या, ठुलै पाइप भने हस् त। हेर्नुहोस् त, हामी यहाँ होइन एकजना गाउँकै आमा बित्नु भएको थियो, हामी त्यसकै लागि यहाँ आएको छौँ होइन। त्यसैले उहाँप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको स्वर्गमा बास भइसक्यो, सब ल्याउँदै गरेको अवस्था छ होइन। लाँदैन होला बर्खामा, डरै छ नि, मोटो मोटो हाले नि। त्यो त्यहीँ हो, त्यो त्यहीँ हो। यो तलको समयमा पछि त्यो चाहिँ पुरिएला अलिकति, त्यो त पुरिन्छ।
तर खासै नारायण त खै ठुलो त त्यति साह्रो छैन क्या अरे छैन खासै ठुलो नि गएको छैन त्यता पनि यहीँबाट निकालेर यता हाल्नु भनेको त्यो राम्रो हो कि कति अल्गो बनाएको त हेर न धेरै अल्गो बनाएको नि